गरिमा मृत्यु प्रकरण, सत्तापक्ष र विपक्षी सांसदले गरे सरकारको आलोचना, कडा कानून बनाउन माग। प्रतिनिधि सभा बैठकद्वारा 4 विधायकलाई संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत। अर्को बैठक आज दिउँसो 1 बजे बस्दै। सांसद इन्दिरा राणा मगर र रामबहादुर थापाले बोलेका शब्दहरू संसदको रेकर्डबाट हटाउन सभामुख डीपी अर्यालको निर्देशन। बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा सर्वोच्चमा रिट पेश, पार्टीको 15औं महाधिवेशन रोक्न माग। टिकापुर घटना, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कांग्रेस सभापति गगन थापाको माग। न्याय पाउनबाट पीडित वञ्चित भएको उल्लेख। प्रधानमन्त्रीको निजी भ्रमण माथि सांसद हर्क राईको प्रश्न, भ्रमण निजी भ्रमण हुन नसक्ने तर्क। मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार पूर्णतः असफल भएको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालको आरोप। बलात्कार जस्तो जघन्य अपराध र सिराहा लगायतका जिल्लामा घटेका क्रूर घटनाप्रति चिन्ता व्यक्त। जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको राजसभाका सांसद अमरेश कुमार सिंहको टिप्पणी। समाजमा विश्वास र भरोसा उठेपछि समाजमा अपराध बढ्ने धारणा। नेकपाकी सांसद बलावती शर्माद्वारा एकपछि अर्को अमानवीय, क्रूर र हृदय विदारक घटना भइरहेकोमा सरकारको गम्भीर ध्यान आकर्षण। विभत्स घटना भइरहेका बेला प्रधानमन्त्रीको निजी भ्रमणले नागरिकमा निराशा र राज्यको उदासीनता झल्किएको आरोप। कांग्रेसकी प्रमुख सचेतक बास्ना थापा र नेपालका लागि अस्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेटवार्ता, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल। कृषि क्षेत्र सम्बन्धी सरकारको नीति र बजेट बीच विरोधाभास रहेको कांग्रेसका सांसद सन्तोष सुब्बाको टिप्पणी। सरकारले कृषि क्षेत्रको बजेट कटौती गरिरहेको आरोप। बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानून लागू गर्न राजसभाका सांसद खगेन्द्र सुनारको माग। सरकारले महिलाको समान सुरक्षा र बाँच्न पर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड। बलात्कारपछि हत्या भएका घटना सम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहको भनाई। कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारलाई आह्वान। परराष्ट्र मन्त्री शिशिर खनाल यही भदौ 14 गते सर्बियाको राजधानी बेलग्रेड जाने। असंलग्न आन्दोलन नामको उच्चस्तरीय स्मरण सभामा सहभागी हुने। सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधन गरिँदै कानूनी प्रक्रिया अगाडि बढाइयो। विचार मिल्ने दल तथा समूहसँग वार्ता गर्न जय नेपाल पार्टीले बनायो समिति। वार्ता समितिले तत्काल वार्ता आरम्भ गर्ने। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न नेकपाको प्रस्ताव। प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति कडा आपत्ति। राजसभा सांसद आशिका तामाङको सरकारलाई 3वटा विकल्प। बलात्कारीले शरीरको जुन अङ्ग प्रयोग गरेर बलात्कार गरेको हो सोही अङ्गको छेदन गर्ने कानून ल्याउन माग। बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्याद बाधक बन्न नहुने राप्रपाकी सांसद खुशबु ओलीको भनाई। न्यायको ढोका पीडितले ढकढक्याउन ढिला भयो भनेर बन्द हुन नहुने तर्क। सरकारले आगामी आर्थिक वर्षदेखि साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने, त्यसका लागि आवश्यक कानूनी तयारी अगाडि बढ्यो। विद्युत महसुल घटाउने सरकारको तयारी। पुनरावलोकन समितिको म्याद थपिँदै। अफ्रिकी देश गिनीमा फोहोरको थुप्रो खस्ता, 30 जनाको निधन, 6 गम्भीर घाइते। मृतकको संख्या अझै बढ्न सक्ने आशंका। हर्मुज जलमार्गमा सञ्चालन हुने जहाजहरूबाट सेवा शुल्क उठाउने कानून इरानको संसदबाट पारित। विदेशी जहाजले अब इरानलाई सेवा शुल्क बुझाउनु पर्ने। टप एन्ड T20 सिरिजमा नेपालको पहिलो जित। नेपालले आफ्नो चौथो खेलमा बुधबार एससीटी कोमेट्ससँग खेल्ने। प्रथम PCM कप राष्ट्रिय जुनियर टेनिस अन्डर 18 उपाधि शाश्वतलाई अन्डर 16 तर्फ सुरेन्द्र च्याम्पियन। र भाइरल रुगा खोकी सम्बन्धी हेल्थ टिप्स सहित देश तथा विदेशका समाचार प्रस्तुत गर्नेछौँ। दर्शकवृन्द नमस्कार। समाचार मञ्चको खबर अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। म उमा आली। आज मिति 2083 साल भदौ महिनाको 9 गते मंगलबार। नेपाल सम्मत 1146 तदनुसार 2026 अगस्त महिनाको 25 तारिक साउन शुक्ल द्वादशी तिथि। आज प्रसोद व्रत। दर्शकवृन्द सदाको दिन जस्तै आज पनि देश तथा विदेशका महत्वपूर्ण खबर लिएर उपस्थित भइसकेका छौं। समाचार कस्तो लाग्छ आफ्नो सुझाव कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। अब लागौ आजका मुख्य समाचार तर्फ। बाराकी अबोध बालिका गरिमा चौधरीको बलात्कार र हत्याको घटना बारे प्रतिनिधि सभाको बैठकमा चर्का आवाज उठाइएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीडितलाई न्याय दिनुको सट्टा स्टन्ट गरिरहेको भन्दै आक्रोश व्यक्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका महामन्त्री विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाको बुबा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति कडा आपत्ति जनाए। नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छेदार
ठेकेदारले अबोध बालिकाको जीवनको मोल केही लाख रुपैयाँको चेक हुन नसक्ने बताइन्। उनले सरकारले पीडितसँग सहमति गरेर घटना सामसुम पार्न खोजेको आरोप लगाउँदै 4 बुँदे माग राखिने। त्यस्तै सांसदहरू श्रद्धा कुँवर छेत्री, बलावती शर्मा, शाहजन खातुन र राधिका रम्तेलले पनि बालिका र महिलाहरू घरभित्रै पनि असुरक्षित रहेको भन्दै अपराधीलाई कानूनको डर देखाउन कठोर कानूनी व्यवस्थाको माग गरे। उनीहरूले क्षतिपूर्ति दिएर घटना दबाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए। सांसदहरू ज्ञानबहादुर शाही, रञ्जु न्यौपाने, डाक्टर ललिता कुमारी, निनु कुमारी कर्ण र प्रमिला कुलुजुले पनि गरिमा चौधरी र खुसी खातुन जस्ता अबोध बालिकाहरूको हत्या हुँदा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना गरे। सांसदहरूले बलात्कारका मुद्दामा रहेको कानूनी हदम्याद पूर्ण रूपमा खारेज गर्न, बालिका बलात्कार र हत्याका घटनाका लागि छुट्टै फास्ट ट्र्याक विशेष अदालत गठन गर्न, जिल्ला स्तरमै आधुनिक फोरेन्सिक ल्याब र तालिम प्राप्त अनुसन्धान टोलीको व्यवस्था गर्न, पीडित परिवारलाई सहमति र राहतको नाममा न्यायबाट वञ्चित गर्ने खेल बन्द गर्न माग गरेका थिए। प्रतिनिधि सभाको सोमबार बसेको बैठकले 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाइएको हो। सोमबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर शरण वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले स्वीकृत गरेको छ। त्यसैगरी परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 लाई दफावार छलफलका लागि समितिमा पठाउन गरेको प्रस्ताव पनि बैठकले पारित गरेको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तुत गरेको प्रस्ताव सदनले स्वीकृत गरेको छ। चारवटै विधेयकहरू अब सम्बन्धित संसदीय समितिमा जानेछन्, जहाँ सांसदहरूले हालेका संशोधनहरूमाथि विस्तृत छलफल गरी प्रतिवेदन तयार पारिनेछ। विधेयकहरूलाई समितिमा पठाउने कार्यसूची सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्ने गरी स्थगित गरेका थिए। यसअघि सोमबारको बैठकको सुरुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिएका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। सभामुख अर्यालले भदौ 1 र भदौ 3 गतेका बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर गर्दै संघीय संसद सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिएका हुन्। निर्देशन अनुसार भदौ 1 गतेको बैठकमा रासपा सांसद इन्दिरा राणा मगरले बोलेका भालु, बेस्या र साइबर सेना जस्ता अमर्यादित तथा अनावश्यक शब्दहरू अब संसदको अभिलेखमा रहने छैनन्। त्यसगरी भदौ 3 गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गरेका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिएको छ। थापाले प्रयोग गरेका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरूलाई सभामुख अर्यालले अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन्। संसदमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यानकर्षण गराइएको छ। सभामुखको यो निर्देशनपछि सचिवालयले ती शब्दहरूलाई संसदको आधिकारिक रेकर्डबाट मेटाउने प्रक्रिया अगाडि बढाउनेछ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन्। सोमबार देउवा र खड्काले अलग अलग रिट पेश गरेका हुन्। नेता खड्काले सर्वोच्चमा विचाराधीन मुद्दासँगै राखेर सुनवाई गर्न माग गर्दै पूरक रिट दर्ता गर्न निवेदन दिएका हुन्। त्यस्तै अर्का नेता दीपक खड्काले देउवाको तर्फबाट रिट पेश गरेका छन्। रिट अध्ययनको क्रममा रहेकाले दर्ता नभएको बुझिएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार रिट अध्ययनका क्रममा रहेका छन्। यसअघि देउवा पक्षले शुक्रबार पेश गरेको रिट भने फिर्ता लिएका थिए। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले टिकापुर घटनाको बारेमा लाल आयोगले तयार पारेको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सभापति थापाले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो माग गरेका हुन्। आयोग गठन भएको 1 दशक बित्न लाग्दा समेत प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्य तथ्य बाहिर आउन नसकेको उनको ठहर छ। न्याय पाउनबाट पीडित वञ्चित भएको बताउँदै उनले तत्काल सार्वजनिक गर्न आग्रह समेत गरेका छन्। सभापति थापाले 2073 सालमा गठित उच्च स्तरीय जाँचबुझ आयोग लाल आयोगले बुझाएको
प्रतिवेदन अझै सार्वजनिक नगरिनु दुःखद भएको बताएका छन्। विगतका सरकारले पनि प्रतिवेदन सार्वजनिक नगरेको उल्लेख गर्दै उनले त्यसैलाई देखाएर अझै गोप्य राखिरहनु उचित नहुनेमा जोड दिए। न्याय पाउने पीडितको अधिकार भएको भन्दै उनले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन्। राजनैतिक दलहरूले सरकारमा जानु अघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको सभापति थापाको भनाइ थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री बालेन शाहको निजी भ्रमणबारे संसदमा जवाफ दिन माग गरेका छन्। साथै उनले कोशी नदीको कटान नियन्त्रणका लागि तत्काल कदम चाल्न र बलात्कारका दोषीलाई निर्मममा सजाय दिनुपर्ने माग गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको भ्रमण निजी भ्रमण हुन नसक्ने बताएका हुन्। सांसद राईले विपदका कारण मुलुक आक्रान्त भइरहेका बेला सुनसरीको बराहा क्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले कोशी ब्यारेज का 56वटा ढोका नखुलिँदा बाढीका समयमा समस्या बढिरहेको दावी गरे। त्यस्तै उनले कानूनको कमजोरीको फाइदा उठाउँदै अपराधीहरू खुलिआम हिँड्ने गरेको आरोप लगाए। नाबालिका माथि हुने बलात्कार र हत्याका घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै बलात्कार सम्बन्धी कानूनी व्यवस्थालाई स्पष्ट पार्नुपर्ने र दोषी प्रमाणित भएकालाई कडा सजाय दिनुपर्ने बताएका छन्। नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्व मन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकारसँग पूर्णतः असफल भएको आरोप लगाएकी छिन्। संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्लो समय घटेका जघन्य र अमानवीय घटनाहरूले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाएको बताएकी हुन्। अर्यालले 3 वर्षीय नाबालिका माथि भएको बलात्कार जस्तो जघन्य अपराध र सिराहा लगायतका जिल्लामा घटेका क्रूर घटनाप्रति चिन्ता व्यक्त गरेकी थिइन्। निर्मला पन्त हत्याकाण्ड स्मरण गर्दै उपनेता अर्यालले उक्त घटनामा चरम राजनीतिकरण भएको र प्रमाणहरू नष्ट गरिएका कारण अपराधी अझै कानूनी दायरामा आउन नसकेको उल्लेख गरिन्। उनले वर्तमान सरकार र गृह प्रशासनले विगतमा गरेका प्रतिबद्धताहरू पूरा गर्न नसकेको भन्दै आलोचना समेत गरिन्। उनले पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन र अपराधीलाई शीघ्र पहिचान गरी कानूनी कठघरामा अभ्याउन सरकारसँग माग गरिन्। सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखेको दावी गर्दै उनले गृह प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद अमरेश कुमार सिंहले जनताको सरकारप्रतिको प्रभाव र विश्वास घट्दै गएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताउँदै समाजमा अपराध बढेको बताएका हुन्। उनले भने यो हाम्रो समाज कता गइरहेको छ, यो 2वटा घटनालाई मात्र हेर्न मिल्दैन। हाम्रो सरकार बनेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस्, चाहे मिटर ब्याज, लघुवित्त पीडित डाक्टरको होस्, यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले जनता दुःखमा छन्। जब समाजमा व्यथिति हुन्छ, विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ। सांसद सिंहले समाजमा विश्वास र भरोसा उठेपछि समाजमा अपराध बढ्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रूर र हृदयविदारक घटना भइरहेकोमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले बारा, जितपुर, सिमरा उपमहानगरपालिका 1 की 3 वर्षीय गरिमा चौधरीको बलात्कारपछि हत्या तथा 70 की 2 वर्षीय खुसी खातुनको घर परिवारबाट हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको उल्लेख गर्दै यस्ता घटनाले राज्य संयन्त्र र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएको बताइन्। शर्माले छोरी आफ्नै घर आँगनमा समेत असुरक्षित बन्नुपर्ने र पीडित परिवारले न्यायका लागि सडकमा आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको बताइन्। उनले एकपछि अर्को विभत्स घटना भइरहेका बेला प्रधानमन्त्रीको निजी भ्रमणले नागरिकमा निराशा र राज्यको उदासीनता झल्केका आरोप लगाइन्। शर्माले काठमाडौँको शङ्खमूल स्थित भ्याली बोयज होस्टेलमा दाङ घोराही 17का 22 वर्षीय वसन्त कलाथोकीको आफ्नै साथीबाट धारिलो हतियार प्रहार गरी हत्या भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। छोराको मृत्युको खबर सुनेपछि मानसिक आघातका कारण 38 वर्षीय आमा बिना कलाथोकीको समेत मृत्यु भएको उल्लेख गर्दै उनले घटनाले देशभरका होस्टेलको सुरक्षा व्यवस्थापन र सूचना सम्प्रेषणको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको बताइन्। शर्माले सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै पछिल्ला सबै घटनाको निष्पक्ष र गम्भीर अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरिन्। उनले पीडित परिवारलाई उचित न्याय र दोषीलाई कानून अनुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गरेकी छिन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अनस्ट्रट बीच शिष्टाचार भेटवार्ता भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार भएको भेटमा नेपाल अस्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, शिक्षा, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो। भेटमा प्रमुख सचेतक थापाले नेपाल र अस्ट्रेलिया बीचको सम्बन्धलाई थप बलियो बनाउन संसदीय तहको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले दुवै देशका सांसद बीच नियमित संवाद र अनुभव आदान प्रदान बढाउनु पर्नेमा जोड दिइन्। थापाले नेपाल अस्ट्रेलिया संसदीय मैत्री समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुई देशका सांसद बीचको संस्थागत सम्बन्ध विस्तार गर्नुपर्ने बताइन्। साझा हितका विषयमा सहकार्य र पारस्परिक समझदारी बढाउन संसदीय मैत्री समूह महत्वपूर्ण माध्यम बन्न सक्ने उनको भनाइ थियो। त्यस अवसरमा उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा अस्ट्रेलियाले लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गरिन्। विशेष गरी अस्ट्रेलिया अवार्ड, स्कलरशिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसर मार्फत नेपालको मानव संसाधन विकासमा अस्ट्रेलियाले पुर्याएको योगदानप्रति उनले आभार व्यक्त गरिन्। थापाले उच्च शिक्षाका लागि अस्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै अस्ट्रेलियामा अध्ययनरत विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताएकी थिइन्। नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्र सम्बन्धी सरकारको नीति र बजेट बीच विरोधाभास रहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले मुलुकको बजेटको आकार बढ्दै गए पनि सरकारले कृषि क्षेत्रको बजेट कटौती गरिरहेका आरोप लगाए। उनका अनुसार चालु आर्थिक वर्ष 2083-84 को बजेटमा अघिल्लो आर्थिक वर्षको तुलनामा कृषि क्षेत्रमा करिब 18.4% कटौती गरिएको छ। सांसद सुब्बाले नेपालको आधा भन्दा बढी जनशक्ति कृषि, वन तथा मत्स्य क्षेत्रमा संलग्न रहेको भए पनि सरकारले निरन्तर उपेक्षा गरिरहेको बताएका छन्। उनले विनियोजित बजेटको ठूलो हिस्सा प्रशासनिक संरचना र रासायनिक मलमा खर्च हुँदा उत्पादन, उत्पादकत्व, भण्डारण, प्रशोधन तथा बजारसँग प्रत्यक्ष जोडिने दीर्घकालीन लगानी अपेक्षा अनुसार हुन नसकेको समेत बताए। उनले बसाई सराईको बढ्दो समस्यालाई पनि कृषि र ग्रामीण अर्थतन्त्रसँग जोड्दै हिमाली तथा पहाडी क्षेत्रबाट भइरहेको बाध्यकारी बसाई सराई रोक्न प्रभावकारी योजना आवश्यक रहेको पनि बताए। उनले रासायनिक मलको विकल्प खोज्न समेत सरकारको ध्यान आकर्षण गराएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनवारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमा गोली ठोक्ने कानून लागू गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले बझाङकी सम्झना कामीदेखि कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासे, खोटाङकी रेशमिका परियार, म्याग्दीकी मीना परियार तथा हालै गरिमा चौधरीको बलात्कारपछि हत्याका घटनाको स्मरण गर्दै यस्ता आपराधिक घटनाको फेहरिस्त निकै लामो रहेको बताइन्। उनले पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको समान सुरक्षा र बाँच्न पर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। उनले भने केही समय पहिला बझाङमा सम्भलना कामीको बलात्कार हत्या भयो, कञ्चनपुरमा निर्मला पन्तको बलात्कार हत्या भयो, कैलालीमा माया कामीको बलात्कार हत्या भयो, रूपन्देहीमा अंगिरा पासेको बलात्कार हत्या भयो, पूर्वको खोटाङमा रेशमिका परियारको समेत बलात्कार हत्या भयो, म्याग्दीमा मीना परियारको बलात्कार हत्या भयो र केही दिन अघि मात्र गरिमा चौधरीको बलात्कार हत्या भयो। यो बलात्कार हत्याको फेहरिस्त धेरै लामो सुनाउन सकिन्छ, घण्टौं घण्टासम्म सुनाउन सकिन्छ र लामो छलफल गर्न सकिन्छ, तर हामी गरिमाको गरिमा जोगाउन सक्छौं कि सक्दैनौं? निर्मला पन्तको जन त जाने हो कि मलामी जाने भन्ने विषयमा गम्भीर हुन जरुरी छ। चेलीले नाच्न र बाँच्न पाउनुपर्छ भन्ने कुरामा गम्भीर हुन जरुरी छ। बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन द स्पोट ठोक्ने कानूनको व्यवस्था तत्काल लागू गर्न आह्वान गर्दछु। उनले बलात्कार र भ्रष्टाचारका अपराधमा कुनै सम्झौता गर्न नहुने कुरामा जोड दिएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले बलात्कारपछि हत्या भएका घटना सम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारसँग माग समेत गरे। नेता शाहीले सत्ता पक्ष र प्रतिपक्ष नभनी उक्त कानून संशोधन गरी संसदबाट पारित गर्नुपर्नेमा जोड दिए। फरक प्रसङ्गमा बोल्दै नेता विदेशी स्याउको आयातले गर्दा स्वदेशी स्याउले बजार पाउन नसकेको बताए। उनले भदौ र असोज भरि विदेशबाट स्याउ आयात हुन नदिन कृषि मन्त्रीलाई आग्रह समेत गरेका थिए। नेता शाहीले जुम्लामा स्याउ उत्पादन गर्न सरकारले लगानी गर्नुपर्नेमा जोड दिएका थिए।
परराष्ट्र मन्त्री शिशिर खनाल यही भदौ 14 गते 3 सदस्य नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्। असंलग्न आन्दोलन नामको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन उनी त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ 15 र 16 गते उच्चस्तरीय स्मरण सभाको आयोजना हुँदैछ। सन् 1961 मा बेलग्रेडमा असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। 65औं वार्षिकोत्सवको अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरण सभा आयोजना गर्न लागि हो। कार्यक्रममा विश्वभरका नेताहरू, प्रतिनिधि मण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ। नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आरम्भ स्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ। असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ। नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक तथा अन्य बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ। उनी भदौ 17 गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहर्याउने गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ। सोमबार आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर सनिम वाग्लेले यस सम्बन्धी जानकारी दिएका हुन्। मन्त्री वाग्लेका अनुसार बाफियाको दफा 18 को उपदफा 1 को खण्ड ड मा रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागि हो। हालको व्यवस्थामा नियमनकारी निकायले कानुन विपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको 5 वर्ष अवधि व्यतीत नभएको व्यक्ति सञ्चालक बन्न पर्ने कडा प्रावधान छ। सरकारले यसमा तर सचेत गराएको वा नसियत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुने छैन भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ। यो संशोधनका लागि छुट्टै बाफिया संशोधन विधेयक कुर्नु नपर्ने मन्त्री वाग्लेले स्पष्ट पारे। उनले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक मार्फत नै यसलाई सम्बोधन गर्न लागि र अर्थ मन्त्रालयले यस सम्बन्धी प्रस्ताव स्वीकृत गरी कानुन मन्त्रालयमा पठाइसकेको जानकारी दिए। उनले प्रचलित अभ्यास र प्रक्रियालाई आत्मसात गर्दै कानुन निर्माण प्रक्रियालाई सहज बनाउन सरकार तयार रहेको समेत बताएका थिए। डाक्टर धवल शमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल समूहसँग एकताका लागि 5 सदस्यीय वार्ता समिति गठन गरेको छ। जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोरेला छन् भने सदस्यहरू सुरेश प्रसाद आचार्य, प्रज्वल बोहरा, अञ्जना शाह रावल र होमनाथ गौतम चयन गरिएको छ। जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी संगठन समूह अभियान तथा व्यक्तिहरूलाई जय नेपाल पार्टीमा गोलबन्द गर्न एक वार्ता समिति गठन गर्ने गत भदौ 4 गते काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो। पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताए अनुसार केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम वार्ता समितिले तत्काल वार्ता आरम्भ गर्नेछ। प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै छोरी बचाओ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका प्रमुख सचेतक युवराज दुल्लालले सरकारको ध्यानकर्षण गराएका हुन्। 12 की 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कार र हत्याको हृदय विदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दै दुल्लालले अब राज्य स्तरबाट जागरणको आवश्यकता रहेको बताए। दुल्लालले प्रधानमन्त्री बालन शाहको कार्यशैलीप्रति पनि कडा आपत्ति जनाए। हालै कास्की र मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्रीले VVIP प्रोटोकलको ख्याल नगरेको भन्दै उनले आलोचना गरे। उनले प्रधानमन्त्रीको व्यक्तिगत चाहना भन्दा राज्यको विधि र पद्धति ठूलो हुने भन्दै सचेत गराए। दुलालले बढ्दो महँगीको विषयलाई लिएर अर्थमन्त्री सनिम वाग्लेको ध्यानकर्षण गराए। सर्वसाधारणले महँगीका कारण जीवन धान्न मुस्किल भइरहेको भन्दै उनले अर्थमन्त्रीले ठोस कदम चाल्नुपर्ने बताए। यस्तै नेपालको प्राकृतिक स्रोतको उपयोगका बारेमा बोल्दै उनले नेपालको पानी निर्यातका लागि थुप्रै कम्पनीहरू अनुमति पर्खिरहेको जानकारी पनि दिएका थिए। राष्ट्रसभा सांसद आशिका तामाङले बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सुन्ने समयमा बोल्दै उनले अहिलेको कानुनी व्यवस्थाले अपराधीलाई न्यायको कठघरामा उभ्याउन र समाजमा डर पैदा गर्न नसकेको बताइन्। उनले समाजमा बलात्कारका घटना सार्वजनिक भएपछि सडकमा कडा सजाय दिए भन्ने आवाज उठ्ने गरेको स्मरण गराउँदै कडा सजायको परिभाषा स्पष्ट हुनुपर्ने बताइन्। उनले सरकारलाई 3वटा विकल्प सुझाइन्। तामाङले फाँसीको व्यवस्था गर्न नसके जेल लाने तर खानपिन गर्न नदिने र माथिका दुवै व्यवस्था लागू गर्न नसके बलात्कारीले शरीरको जुन अङ्ग प्रयोग गरेर बलात्कार गरेको हो सोही अङ्गको छेदन गर्ने कानुन ल्याउन माग गरिन्। सांसद तामाङले अपराधीले गरेको क्रूरता हेरेर कानुनमा परिवर्तन नगरेसम्म पीडितहरूले न्याय नपाउने उल्लेख गरिन्। उनले बलात्कार जस्तो जघन्य अपराध नियन्त्रणका लागि कुरा मात्र नभई कानुनमै कडा प्रहार आवश्यक रहेको बताएकी थिइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदम्याद बाधक बन्न नहुने बताएकी छिन्। सोमबारको प्रतिनिधि सभा बैठकमा उनले न्यायको ढोका पीडितले ढकढक्याउन ढिला भयो भनेर बन्द हुन नहुने तर्क गरिन्। ओलीले अबको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्नेमा मात्र सीमित हुन नहुने बताइन्। आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने होइन, यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने हो उनले भनिन्। नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रोटोकलले मृत्युदण्ड रोकेको प्रसङ्ग उल्लेख गर्दै उनले प्रश्न गरिन्, एउटी नेपाली छोरीको जीवनभन्दा ठूलो कुनै प्रोटोकल हुन सक्छ? भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ? सांसद ओलीले अपराधीको मानव अधिकारको कुरा गर्ने तर जीवन नै खोसेका पीडितको अधिकारको वास्ता नगर्ने प्रवृत्तिप्रति आक्रोश पोखिन्। जसको जीवन खोसियो उसको मानव अधिकारको चाहिँ के भयो? बलात्कारपछि हत्या गरिएकी 3 वर्षकी बालिकाको बाँच्न पर्ने अधिकार कहाँ गयो? उनले प्रश्न गरिन्। उनले अपराधीलाई दण्ड दिने राज्यको दण्ड प्रणाली पर्याप्त छ कि छैन भन्ने बहसमा केन्द्रित हुनुपर्ने बताइन्। उनले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुनेहरूलाई नैतिक पतन देखिने फौजदारी कसुरको श्रेणीमा स्पष्ट रूपमा राख्न माग गरेकी थिइन्। सरकारले आगामी आर्थिक वर्षदेखि साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। त्यसका लागि आवश्यक कानुनी तयारी अगाडि बढाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा यो सहमति जुटेको हो। बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 गतेको मिति तय गरिएको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिएका छन्। बैंकर्स एसोसिएसन र विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत हरूले नेपाल राष्ट्र बैंक ऐनको दफा 100 को प्रावधान प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको सभापति बुढाथोकीले बताए। उक्त दफाका कारण सामान्य कार्यवाहीले आधार बनाएर आफूहरूलाई अयोग्य घोषित गर्ने व्यवस्था रहेको भन्दै बैंकरहरूले यसलाई अभिशापको संज्ञा दिएका छन्। बैंकरहरूको माग र सांसदहरूको संशोधन प्रस्तावका बावजुद हालको विधेयकमा दफा 100 संशोधनका लागि खुला नगरिएकाले उक्त प्रस्ताव स्वीकार हुन नसकेको बुढाथोकीले स्पष्ट पारे। सभामुख र अर्थमन्त्री सहित सरकारवालाहरूले यस विषयमा चासो राखेकाले यसबारे थप छलफल आवश्यक रहेको उनले बताएका थिए। विद्युत महसुलमा लगाएको मूल्य अभिवृद्धि कर भ्याटका कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गत साउन 13 गते ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा विद्युत महसुल दर पुनरावलोकन समिति गठन गरेका थिए। समितिलाई 15 दिनको समयावधि दिएको भए पनि उक्त कार्य देश साउन 28 गते नै सकिएको छ। तर समितिले हालसम्म प्राधिकरण र मन्त्रालयलाई प्रतिवेदन वा सुझाव बुझाउन सकेको छैन। तोकेको समय सकिएको 11 दिन भइसक्दा पनि सुझाव दिन नसकेपछि समितिको म्याद थप गर्ने तयारी भइरहेको बुझिएको छ। संयोजक शाहीका अनुसार अध्ययनको काम नसकेकाले केही समय थप गरेर मात्र महसुल निर्धारण प्रक्रिया अघि बढाइनेछ। उनका अनुसार हालसम्म समितिका 2वटा बैठक बसिसकेका छन् भने आज पनि सरकारवाला निकायहरूसँग निरन्तर छलफल हुने जनाइएको छ। समितिले उद्योगहरूलाई समेत सहुलियत दिने विषयमा छलफल गरिरहेको उनले बताए। वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगीहरूले आफ्नो उत्पादन उपभोक्तालाई कति सस्तोमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको उनको भनाइ छ। अफ्रिकी देश गिनीको राजधानी कोनाक्री स्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा करिब 30 जनाको मृत्यु भएको छ। अल जजिराले भारी वर्षाका कारण दार एस सलाम क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहरहरू पुरिएको जनाएको हो। घटनामा 6 जना गम्भीर घाइते भएका छन्। सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। प्रधानमन्त्री अमाडो उरी बाहाले घटनास्थलको निरीक्षण गर्दै घाइतेहरूको निशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। दार एस सलाम क्षेत्रका प्रमुख लान्सिने सिलाले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार 18वटा शव निकालेर शवगृह पठाइएको हो। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। इरानको संसदले हर्मुज जलमार्गमा सञ्चालन हुने जहाजहरूबाट सेवा शुल्क उठाउने कानून पारित गरेको छ। संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हर्मुज जलमार्गको सुरक्षा र प्रगति सुनिश्चित गर्ने रणनीतिक कार्य सम्बन्धी विधेयकको धारा 3 अनुमोदन गरेको हो। नयाँ व्यवस्था अनुसार हर्मुज जलमार्ग हुँदै आवाजावत गर्न अनुमति पाएका विदेशी जहाजले अब इरानलाई सेवा शुल्क बुझाउनु पर्ने अल जजिराले जनाएको छ। इरानी सरकारी समाचार एजेन्सी इर्नालाई समितिका प्रवक्ता हसन कास्काभीले जलमार्गमा उपलब्ध गराइ
लगाइने विभिन्न सेवा बापत शुल्क निर्धारण गरिएको जानकारी दिएका छन्। जलमार्ग हुँदै आवाजावत गर्ने जहाजले सामुद्रिक सुरक्षा, वातावरणीय संरक्षण, विशेष परिस्थितिमा इन्धन भर्ने सेवा, बीमा, सुरक्षा व्यवस्थापन तथा इरानले उपलब्ध गराउने अन्य सेवा बापत शुल्क तिर्नुपर्नेछ। यस्तो शुल्क इरानी रियाल वा तेहरानले तोकेको अन्य विदेशी मुद्रामा बुझाउनु पर्नेमा जोड दिएको हो। इरानले सन् 1982 को समुद्र सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि तथा त्यसपछि ओमानले जारी गरेको राजनैतिक घोषणाको सन्दर्भ दिँदै जलमार्गको प्रयोगले तटीय राष्ट्रको राष्ट्रिय सम्प्रभुता र सुरक्षामा आँच पुर्याउन नहुने अडान दोहोर्याएको छ। संसदको समितिले विधेयक तयार पार्दा हर्मुज जलमार्गसँग जोडिएका तटीय राष्ट्रहरूको अधिकारलाई समेत ध्यानमा राखेको दावी गरेको हो। अमेरिका र इरान बीच बढ्दो आर्थिक तथा सैन्य तनाव बीच इरानी संसदको यो कदमले क्षेत्रीय जलमार्गमा इरानले आफ्नो व्यवस्थापन र निगरानी थप कडा बनाउन खोजेको संकेत समेत गरेको छ। अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप एन्ड टी20 सिरिज नेपालले पहिलो जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछाएको होबार्ट 18.3 ओभरमा 115 रनमा अल आउट भयो। होबार्टका लागि नितेश सामुएलले सर्वाधिक 37 रन बनाए। टिम वार्डले 23, निवेथन राधाकृष्णनले 20 रन बनाए। नेपालका लागि नारायण जोशीले 3 विकेट लिए भने पवन सराफले र शाहबाब आरामले 2 तथा विपिन खत्रीले 1 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। कुशल भुर्तेले सर्वाधिक 39 रन बनाए। अनिल शाहले 28 तथा लोकेश बमले अभिजित 20 रन बनाए। होबार्टका राफ म्याकमिलनले 4 ओभरमा 18 रन दिएर 3 विकेट लिए। मार्कस मिनले 2 तथा ब्रान्डली होप र नुवेथन राधाकृष्णनले 1-1 विकेट लिए। यसअघि नेपालले सुरुवाती 2 खेलमा हार बेहोरेको थियो। नेपालले आफ्नो चौथो खेलमा बुधबार एससीटी कोमेट्ससँग खेल्नेछ। गण्डकी प्रदेश टेनिस सङ्घको आयोजना तथा पोखरा कलेज अफ म्यानेजमेन्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पीसीएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत अन्डर 18 बोइज सिंगलको उपाधि शाश्वत बज्राचार्यले जितेका छन्। सोमबार पोखरा रङशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दीप विकलाई 6-1, 6-1 को सहज सेटमा पराजित गर्दै शाश्वतले सो उपाधि जितेका हुन्। त्यस्तै अन्डर 14 बोइज सिंगल उपाधि आरएस राज पौडेलले जितेका छन्। उनले अभिषेक बयलकोटीलाई 6-1, 7-5 को सेटमा पराजित गरेका थिए। त्यस्तै अन्डर 16 बोइज सिंगल्समा सुरेन्द्र विका च्याम्पियन बने। फाइनलमा उनले आरएस राज पौडेललाई 6-3, 6-3 को सेटमा पराजित गरेका थिए। गर्ल्सतर्फ अन्डर 12 र अन्डर 10 दुवैतर्फको उपाधि निम्ति कुमारले जितेकी छिन्। अन्डर 8 गर्ल्स सिंगल्समा बाँडी राज भण्डारी प्रथम तथा निवेदी सुनार द्वितीय भइन्। अन्डर 12 बोइज सिंगल्समा सनहस बस्नेतले इभान भट्टुवालाई पराजित गर्दै प्रथम हुन सफल भए। अन्डर 9 बोइज सिंगल्समा सर्वज्ञ जङ खत्री प्रथम तथा सोनम टी घले द्वितीय भएका थिए। अब हेल्थ टिप्सको पालो। आज हेल्थ टिप्समा हामीले भाइरल रुगाखोकीको बारेमा जानकारी गराउनेछौँ। भाइरल रुगाखोकीका लक्षणहरू नाकबाट पानी बग्ने वा बन्द हुने, घाँटी दुख्ने, हाच्छिउ र खोकी लाग्ने, सामान्य ज्वरो र टाउको दुख्ने। यसबाट बस्ने उपायहरूमा साबुन पानीले नियमित हात धुने, भिडभाडमा मास्क प्रयोग गर्ने, पर्याप्त पानी पिउने र पौष्टिक खाना खाने, बिरामी व्यक्तिसँग नजिकको सम्पर्क कम गर्ने। उपचार विधि: पर्याप्त आराम गर्ने, तातो झोल तथा मनतातो पानी पिउने, ज्वरो वा दुखाइ भए चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने, सास फेर्न गाह्रो, उच्च ज्वरो 3 दिनभन्दा बढी वा अवस्था बिग्रिए तुरुन्त स्वास्थ्य संस्थामा जाने। सन्देश: रुगाखोकीमा अनावश्यक रूपमा एन्टिबायोटिक आफै सेवन नगर्नुहोस्। हवस् दर्शकवृन्द, आजको लागि मुख्य समाचार यति नै। हामीले प्रस्तुत गरेका यी समाचारहरूप्रति तपाईँको प्रतिक्रिया तलको कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला। च्यानललाई लाइक र सब्स्क्राइब पनि गरिदिनुहोला। समाचार मञ्चको न्युज बुलेटिन अब भोलि बिहान 5 बजे लिएर आउनेछौँ। समाचार मञ्चको न्युज बुलेटिन हेर्दै गर्नुहोस्। नमस्कार।